यो पाल्पाको तानसेन नगरपालिका वडा नम्बर 8 छापागाउँ हो। छापागाउँदेखि झन्डै 200 मिटर दक्षिण भागको यो भिरालो जमिनमा फलाम खानी उद्योग सञ्चालन भएका सुरुङ अहिले पनि देख्न सकिन्छ। भित्र गएपछि त मान्छे गरेर दाउरा चिर्न मिल्छ। यहाँ भित्र के दिदु हजुर नेपाल एकीकरणको बेला पाल्पा शक्तिशाली राज्यका रूपमा स्थापित थियो। त्यसबेला सेनाकालीन राज्य पाल्पालाई चाहिने हात हतियार पाल्पाकै छापामा नै बन्ने भएकाले पाल्पा राज्य आफूलाई चाहिने हात हतियारमा आत्मनिर्भर रहेको पाइन्छ। नेपाल एकीकरणका बेला मात्र होइन, विक्रम सम्वत 1871 देखि 1872 सम्म नेपाल र अंग्रेजका बीचमा युद्ध भयो। आधुनिक हात हतियार सहित आएका अंग्रेज फौजलाई कर्णेल उजुर सिंह थापा नेतृत्वको नेपाली फौजले पराजित गरेको थियो। यस्ता हतियारहरू बनाउने मान्छेहरूलाई ल्याएर ठाउँ ठाउँबाट ल्याएर राख्ने, यहाँ मान्छेलाई राख्ने कि हतियार बनाउन जान्ने मान्छेहरूलाई राख्ने, ती जान्ने मान्छेहरूलाई राखेको ठाउँलाई अहिले यहाँ चाहिँ नि भगवती टोल भनेर नाम पनि राखेको छ, भगवती देवीको नाममा के सुरक्षा गर्नका निम्ति अंग्रेजहरूले चाहिँ नि अंग्रेजी साम्राज्य जुन बेलायतीहरूले संसार खाइरहेको बेलामा पनि यहाँका जनताले मिलेर लडेर ब्रिटिसहरूलाई चाहिँ जसरी त्यहाँबाट धपाए त्यो गौरवशाली इतिहास कायम गरेको ठाउँ पनि भयो यो। कर्णेल उजुर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको त्यो ठाउँ हो बुटवलको जितगढ किल्ला, जहाँ अहिले पनि नेपाली सेनाले ठूलो बोर्डमा ग्रेटर नेपालको नक्सा बनाएको छ, जसमा कालापानी, कङ्गारा, सिक्किम लगायतका ठाउँ त्यही नक्सामा देख्न सकिन्छ। जति बेला नेपाल र अंग्रेजका बीचमा युद्ध भएको थियो त्यति बेला कर्णेल उजुर सिंह थापा नेतृत्वको नेपाली फौजले युद्धमा प्रयोग गरेका तरबार, खुडा, खुकुरी, बन्दुक जस्ता हात हतियार यही पाल्पाको छापामा रहेको फलाम खानीबाट नै फलाम निकालेर बनाइएको पाइन्छ। त्यसपछि यो सानो पनि पर्छ नि हो, त्यो भन्दा यति पर्छ। उहाँ झन् पुरिएर अहिले नाम निशानै छैन, तर हामी पुरानाले हुँदासम्म त्यहाँ खोतल्ने हो भने भेटाइन्छ। फलाम खानीबाट नजिकै बस्ती छ। खानीबाट निकालिएका ढुङ्गा बस्ती नजिक लगेर प्रशोधन गरिएकाले त्यहाँ वरिपरि ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा फालिएका वस्तु अर्थात् किट प्रशस्त देख्न सकिन्छ। ढुङ्गा होइन, फलाम पगालिसकेपछि त्यो चट्टानबाट जुन फलाम तरल भएर एकातिर फलाम बन्यो र त्यसपछि यो नपग्लिएर रहेको हामीले स्थानीय भाषामा हामीले भन्दाखेरि यो फलामको गुरु भन्छौँ। खेतबारीमा जति खन्यो उति किट भेटिन्छ, जसले गर्दा अन्न लगाउने बेलामा धेरै समस्या हुने गरेको स्थानीयहरू बताउनुहुन्छ। दुम्सीले माटो फालेकाले अहिले फलाम खानीको प्रवेशद्वार नै साँगुरो बनेको तानसेन नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो। प्रवेशद्वार साँगुरो भए पनि भित्र निकै लामो र फराकिलो रहेको र उभिएरै काम गर्न मिल्ने खालको रहेको स्थानीय जगत बहादुर सिंहले बताउनुभयो। खानीबाट निकालिएका ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा फालिएका वस्तु अर्थात् किट अहिले पनि मादलको खरी बनाउन प्रयोग हुने भएकाले विभिन्न ठाउँबाट आउने स्थानीयहरू बताउनुहुन्छ। फलाम खानी सञ्चालन भएको आसपासको क्षेत्रमा फलामको काम गर्ने विश्वकर्मा जातिको पुरानो बस्ती रहेको छ। सबैलाई नमस्कार, मेरो नाम इन्द्र खत्री हो। तपाईँ नयाँ खोज मिडिया हेरिरहनु भएको छ। दर्शकले यति बेला म पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर 8 यो छापा भन्ने स्थानमा आएको छु। आजभन्दा 210 वर्ष अगाडि नेपाल र अंग्रेजका बीचमा युद्ध भएको थियो र जति बेला नेपालका लागि उजुर सिंह थापाले नेतृत्व गरेको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरी नेपालबाट लहट्न सफल भएको थियो र त्यति बेला नेपाल र अंग्रेज बीचको युद्धको क्रममा जसको नेतृत्व उजुर सिंह थापाले गरेका थिए, त्यो युद्धका क्रममा प्रयोग भएका हात हतियारहरू यही ओडारबाट यही भित्रबाट फलामका मेटेरियलहरू, कच्चा पदार्थहरू निकालेर हात हतियार बनाइन्थ्यो। खुडा, भाला, तरबार, बन्दुकसम्म चाहिँ यही भित्रबाट निकालेको कच्चा पदार्थबाट ती हात हतियार बनाइएको थियो र ती हात हतियारबाट नेपालले अंग्रेजसँग युद्ध लडेको थियो। हाम्रो बुवाहरूले भन्नुहुन्थ्यो यहाँ त खानी हो नि, यहाँ त फलाम निकालेर हात हतियार बनाउने, तोपको गला बनाउने काम यहीँ हुन्थ्यो भनेर यहाँ भट्टी, यो अहिले हामी आयौँ नि पानी टङ्की, त्योभन्दा माथिल्लो बारीको कुनातिर पगाल्ने भट्टी थियो अरे, चट्टान पगाल्ने के भट्टी, पाडाको छालाको खलाँती बनाउँथे गरे। 20-30 मिटरसम्म हिँडेर जान मिल्ने। यहाँ भित्र 20-30 मिटरसम्म कस्तो छ भित्र? यस्तै ढुङ्गै मात्रै छ, यस्तै ढुङ्गाहरू, काला काला ढुङ्गाहरू। फलाम खानीबाट बाहिर निस्किँदै हुनुहुन्छ यहाँ स्थानीयहरू। भित्र चाहिँ कस्तो छ? भित्र हजुरको अहिले हेर्दाखेरि पुरै कालै कालो
पुरै फलामको ऊ जस्तो ढुङ्गाहरू देखियो होइन। ऊ सरले पनि भिडियो पनि गर्नुभएको छ। कति भित्र छिर्नुभयो? लगभग 50 मिटर समथिङ भनौँ न। अझै भित्र जान मिल्ने थियो कि होइन? तलतिर जानलाई अलिकति साँगुरो भएर छिरेन। त्यही पनि फेरि कसैको कोही जनावर छ कि भन्ने डरले पनि छिर्न सकिएन। भित्र चाहिँ कस्तो छ? मजाले त्यहाँ काम गर्न सक्ने अवस्था कस्तो रहेछ त्यहाँ? एकदम मिल्छ। यहाँदेखि अलिकति गाह्रो भयो कि भित्र गएपछि त उभिन मिल्छ। उभिएर मिल्छ। त्यसपछि थोरै उकालो छ। यो पाल्पा जिल्ला भनेको सेनवंशी राजाहरूले राज्य गर्दाखेरि यसको विस्तार चाहिँ नि अलि धेरै ठुलो थियो। यो पाल्पा भनेपछि पाल्पा बुटवलतिर, त्यसपछि तपाईँको अहिलेको मकवानपुर वहाँ परसम्म पाल्पा राज्य यो सेनवंशीहरूले राज्य गर्थे। त्यसले गर्दाखेरि यो तानसेन के अरे यो पाल्पा असाध्यै ठुलो राज्य विस्तार भएको एउटा चाहिँ नि राज्यको रूपमा, एउटा शक्तिशाली राज्यको रूपमा यो थियो। र यो सेनवंशकै पालामा पनि पाल्पाका विभिन्न ठाउँहरूमा फलामहरू निकालेर हतियारहरू बनाउने, स्थानीय मानिसहरूद्वारा हतियारहरू बनाउने क्रममा हाम्रो यो मदन पोखरा, यो तानसेन नगरपालिका, अहिले हाल मदन पोखरा वडा नम्बर 8, तानसेन नगरपालिका वडा नम्बर 8 जुन छ, त्यस अन्तर्गत यो छाप भन्ने ठाउँ छ। यो छापमा पनि सेनवंशकै पालादेखि नै यस्ता किसिमका ओडारहरू निकालेर खनेर स्थानीय मान्छेहरूले यहाँका चाहिँ नि फलामहरू निकालेर यी ढुङ्गाहरू लिएर गएर माथि गाउँमा लिएर गएर पगालेर हतियारहरू बनाउने, स्थानीय हतियारहरू बनाएर युद्धमा प्रयोग गरेको श्रुति यहाँका बुढापाकाहरूले भनेको हामी साना छँदाखेरि पनि भनेको सुनिन्थ्यो। त्यो चाहिँ हामीले त्यसपछि हामीले के सुन्दै आयौँ भनेदेखि अङ्ग्रेजहरूको युद्ध जुन यो सेन राज्यपछि यहाँ चाहिँ नि एकीकरण, नेपाल एकीकरणको सन्दर्भमा एकीकरणको बेलामा पनि पाल्पा राज्यलाई पृथ्वीनारायण शाहले यसलाई कब्जा गर्न सकेका थिएनन्। नसकेको अवस्थामा यो शक्तिशाली नै थियो। तर पछि रणबहादुर गिरवाणी पाला, रणबहादुर शाहको छोराहरूको पालामा आइसकेपछि यो पाल्पा पनि एकीकरणको राज्यमा मिलिएको हो। त्यसपछि अङ्ग्रेजहरू चाहिँ नि भारतबाट तिब्बत हान्नका निम्ति उनीहरूलाई चाहिँ सजिलो के हुन्थ्यो भनेदेखि विभिन्न ठाउँबाट नेपाललाई हान्नको निम्ति आक्रमण गर्न आथे होइन, 1814 कतितिर। त्यस क्रममा चाहिँ नि बुटोल, गोरखपुरबाट चाहिँ सेनाहरू बुटोलमा पनि आएका थिए। बुटोल, शिवराज, खजनी भन्थे। त्यो सबै क्षेत्र यति दिनभित्रमा चाहिँ बुझाउन आइज, अङ्ग्रेजलाई बुझाइदिए, नत्र भनेदेखि चाहिँ हामी आक्रमण गर्छौँ भनेर यस किसिमको च्यालेन्ज चाहिँ नेपाललाई दिएको थियो। त्यो च्यालेन्जलाई चाहिँ नेपाल सरकारले स्वीकारेन र युद्धमा चाहिँ परिणत भएको थियो। र युद्धको क्रममा चाहिँ त्यो बेलामा पाल्पामा चाहिँ कमान्डर इन चिफ चाहिँ, कमान्डर भनौँ न, सेनाको कमान्डर चाहिँ यो के अरे हाम्रो उजिर सिंह थापा चाहिँ हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा चाहिँ सेना गएर चाहिँ अङ्ग्रेजलाई बुटोलबाट लखेटेर धपाएको। त्यो धपाउने क्रममा चाहिँ यही छाप भन्ने ठाउँमा यिनै ओडारहरूबाट हतियारहरू के अरे कच्चा पदार्थहरू निकालेर माथि गएर गाउँलेहरूले त्यसलाई पगालेर हतियार बनाएर खुँडा, खुकुरी, बन्दुक समेत, भाला, बन्दुकहरू समेत बनाएर उजिर सिंह थापाले यहीँका लोकल मान्छेहरूले चाहिँ तालिम दिएर हतियार बनाएर युद्धमा गएर युद्धमा विजय प्राप्त गरेको इतिहास हो। त्यस किसिमको इतिहास हो। त्यसैले यसको ऐतिहासिक पृष्ठभूमि छोटकरीमा चाहिँ नि यति नै हो होइन। यो हतियार बनाउने काममा चाहिँ यो यस्ता किसिमका ओडारहरूबाट त्यो बेलामा यहाँ हतियार बनाएर लड्न गएका कथा, छाप भनेको चाहिँ नि राजाले पूर्जामा छाप लगाएर दिएर बनेको गाउँ हो यो, त्यस कारण यसको नामै छाप भयो। अनि यहाँ वीरता पनि छ, अलिकति तल गएर वीरता पनि छ। त्यो वीरता दिएको यस्ता हतियारहरू बनाउने, मान्छेहरूलाई ल्याएर ठाउँबाट लिएर राख्ने, यहाँ मान्छेलाई राख्ने कि हतियार बनाउनु जान्ने मान्छेहरूलाई राख्ने, ती जान्ने मान्छेहरूलाई राखेको ठाउँलाई अहिले यहाँ चाहिँ नि भगवती टोल भनेर नाम पनि राखेको छ, भगवती देवीको नाममा के, त्यो टोलको रूपमा पनि राखेको त्यही इतिहास छ। त्यही उजिर सिंह थापाहरूले चाहिँ नि ती मान्छेहरूलाई ल्याएर राखेर हतियार बनाएर होइन, त्यो जमिनहरू पनि दिएर विभिन्न ठाउँबाट चाहिँ नि ठकुरी वंशका मान्छेहरूलाई पनि यहाँ लिएर राखेर होइन, राज्य विस्तार गर्नका निम्ति, राज्यको सुरक्षा गर्नका निम्ति, विस्तारभन्दा पनि सुरक्षा गर्नका निम्ति अङ्ग्रेजहरूले चाहिँ नि अङ्ग्रेजी साम्राज्य जुन बेलायतीहरूले संसार खाइरहेको बेलामा पनि यहाँका जनताले मिलेर लडेर ब्रिटिसहरूलाई चाहिँ जसरी त्यहाँबाट धपायो, त्यो गौरवशाली इतिहास कायम गरेको ठाउँ पनि भयो यो। त्यस्तो थलो भएको हुनाले हामी अब निर्वाचित भएर आइसकेपछि के गर्न खोजेका छौँ भने
यस्तो किसिमको ओडारहरू यस्तो किसिमको खानीहरूको चाहिँ नि सम्वर्धन गर्ने प्रवर्धन गर्ने यसलाई अब यसमा चाहिँ यी ढुङ्गाहरू निकालेर हामीले अब तत्कालै ओडाले पनि के गर्न थालेको छ भने उजेर सिंह थापाको सम्झनामा उहाँको मूर्ति नै यहाँ स्थापना गर्ने यही फलामको चाहिँ नि टुक्रा टुक्रा जोडेर यही ढुङ्गाबाट जोडेर उहाँको एउटा मूर्ति स्थापना गर्नका निम्ति हामीले योजना पनि बनाएको छ त्यो यो वर्षको चाहिँ आर्थिक वर्ष 82-83मा हामीले उहाँको स्ट्याचु पनि बनाएर एउटा चाहिँ नि उजेर सिंह पार्क यहाँ बनाउँछौँ हतियारहरू यहाँबाट बनेका पुराना हतियारहरूको खोजी गर्दैछौँ त्यो खोजी गरेर एउटा सङ्ग्रहालय पनि स्थापना गरिनेछ र एउटा ऐतिहासिक पर्यटकीय स्थलको रूपमा यसलाई विकसित गर्नका निम्ति हामी प्रयत्नशील छौँ र यहाँ उजेर सिंह थापाले यो हतियार बनाइसकेपछि यस्तै किसिमका ओडारबाट स्थानीय र मेटेरियल्सहरू निकालेर हतियारहरू बनाइसकेपछि युद्ध गर्न गएपछि युद्ध गर्न जाने बेलामा योभन्दा अलिकति टाढा यहाँबाट 2-2.5 किलोमिटर टाढा माथि डाँडोमा कलङ्गी देवीको मन्दिर छ त्यो मन्दिरमा गएर उजेर सिंह थापाले कलङ्की देवी हामीलाई युद्धमा विजय प्राप्त होस् विजय प्राप्त गराइदिनु भयो भनेदेखि म तानसेन बजारमा सदरमुकाममा मैले चाहिँ भगवतीको चाहिँ देवीको मन्दिर स्थापना गर्नेछु भनेर भाकल गरेको भन्ने पनि सुनिन्छ बुढापाकाहरूले त्यसो पनि भन्नुहुन्छ त्यही गएर त्यो कलङ्की देवीमा त्यहाँ फेरि एउटा दरबार पनि थियो त्यसका अवशेषहरू पनि अझै पनि छ त्यो खोजी गर्दैछौँ हामी त्यहाँ राज्य गर्ने राजाहरू सेन वंशका राजाहरू त्यहाँ बसेर राज्य गर्थे भन्ने पनि सुनिन्छ त्यहाँ दरबारका अवशेषहरू पनि केही न केही भेटिन्छन् त्यसरी उजेर सिंहले चाहिँ मन्दिरमा गइकन भाकल गरेर चाहिँ विजय प्राप्त गरेको भन्ने इतिहास पनि छ त्यसो भएको हुनाले एउटा धार्मिक क्षेत्रका हिसाबले एउटा ऐतिहासिक हिसाबले पनि र एउटा खानीका हिसाबले पनि यो धेरै महत्त्वपूर्ण ठाउँ भएको कुरो हुनाले हामीले अहिले वडाको तर्फबाट नगरपालिकाले पनि हामीले यसलाई चाहिँ प्रवर्धन गर्ने अब विज्ञहरू पनि बोलाउने यो वडाहरूलाई अझै चाहिँ यसको विस्तार गर्न सकिन्छ कि के गर्न सकिन्छ हैन यसको अब खानी विभागलाई भनेर त्यो खानीमा यो यसको चाहिँ अनुसन्धान गराउने त्यस काममा पनि अब हामी लाग्दैछौँ हैन त्यस काममा पनि अब लागेर यहाँका मानिसहरूलाई चाहिँ एउटा मैले योभन्दा पहिला तपाईँहरू आउनुभन्दा पहिला करिब 1 साता पहिल्यै हो मैले यहाँका गाउँका मानिसहरूलाई बटुलेर उहाँहरूलाई चाहिँ यस विषयमा जानकारी पनि गराएको थिएँ र ओडाले अब यसको ठाउँलाई बाटो पनि राम्रो बनाउनु पर्यो यहाँ आउनका निम्ति बाटो खराब छ त्यसको निम्ति बाटो बनाउनु पर्यो त्यसको निम्ति हामी सबै गाउँले तयार हुनुपर्छ गाउँलेहरूको सपोर्ट भएन भनेदेखि यस्ता इतिहासहरू संरक्षण हुन्नन् गाउँले आफै संरक्षित आफ्नो ठाउँको संरक्षण आफै गर्न पर्यो भन्ने खालका कुराहरू पनि मैले गरेर गाउँले दाजुभाइहरूलाई भनेको छु उहाँहरूले धेरै खुसी हुनुभएको छ यसलाई चाहिँ हामीले एउटा ऐतिहासिक स्थलको रूपमा विकसित गर्ने योजनामा हामी अब लागेका छौँ प्रदेश सरकारसँग पनि अब म तत्कालै त्यहाँ जाँदैछु त्यसको निम्ति हामी बैठक बसेर तयारी पनि गर्दैछौँ लेख एउटा यसको अनुसन्धानात्मक लेख हाम्रो यहीँका पूर्व जिल्ला विकास समितिका सभापति झपेन्द्र बहादुर जीसीले यसको विषयमा अलिक व्याख्यात्मक ढङ्गले लेख्नु भएको पनि छ पुस्तक पनि छ त्यो उजेर सिंह थापाको विषयमा एउटा नाटक छ एउटा पुस्तक छ त्यो पुस्तकमा उहाँले यसको बारेमा अलिक विस्तृत पनि लेख्नु भएको छ यी सबैलाई समेटेर हामीले चाहिँ एउटा तानसेनमा एकजना विद्वान लेखक हुनुहुन्छ उहाँहरूको पनि पुस्तकहरूलाई समेटेर अध्ययन गरेर एउटा लेख तयार गरिकन हामीले प्रदेश सरकारलाई पनि यसको बारेमा जानकारी गराउँदै यसको विकासको निम्ति अब लाग्नुपर्छ भनेर हामी लागिरहेका छौँ।